अहिले सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै हुन्छु। अहिले चाहिँ बिहानको 6:15-20 मिनट भइसकेको छ, अँध्यारै भएको छ। हुन्छ यो स्कुल हो, ट्युसन पढ्ने 6:18 मिनट भइसक्यो, अँध्यारै छ। म चाहिँ दाङ आइसकेँ, दाङमा चाहिँ उति दिन भइसक्यो होला, 40 दिन जति भइसक्यो। मैले चाहिँ भ्लग गरेर गएको थिएँ, भ्लग गरेँ। आज चाहिँ मङ्गलबार 16 गते, स्कुल चाहिँ जाने छ ट्युसनका। चाहिँ अब हात मुख चाहिँ धुन्छु। मैले चाहिँ हात मुख पनि धुइसक्यो, हात मुख साबुन पानीले हात मुख चाहिँ पनि धुइसक्यो। अब चाहिँ ब्रस गर्छु ल। मेरो डेली लाइफ चाहिँ यही हो, ब्रस गरेर चाहिँ चिया चाहिँ खान्छु। म चाहिँ अहिले ब्रस गर्दैछु। हप्किँदै पनि खेल्छन् स्कुलतिर, हप्किँदै। अघि दौडी गर्थ्यो यहाँतिर, मान्छे कोही आउँदैछन्। मैले त ब्रस पनि गरिसकेँ। जाडो हुन्छ भनेर जुत्ता आउँछ भने चाहिँ अब नास्ता यो रहेछ किचन चाहिँ। अब नास्ता चाहिँ पकाउँछु ल। चिया पकाउनलाई चाहिँ चिनी चाहियो, चिनी चाहिन्छ। तलबेट छ कि भनेर जान्न लाग्छु। त्यहाँदेखिको दिदीले चाहिँ बिहान कलेज गइसिन्छ, त्यसैले चाहिँ तलबेट छ कि जाँदैछु ल। मैले चाहिँ तलबेट चिनी र 2टा पाउडर छ, त्यो पनि ल्याइसकेँ। अब चाहिँ चिया पकाउँछु ल।